राजधानीको झुल्के घामसँगै हामी लाग्यौं काठमाडौँबाट सैलुङसम्मको यात्रामा। बाटोमा थुप्रै सुन्दर दृश्यहरू हेर्दै र प्रकृतिलाई नजिकबाट निहाल्दै हामी अगाडि बढिरहेका छौं। देख्न सक्नुहुन्छ यो एकदमै सुन्दर भ्यू पोइन्ट जहाँबाट हिमाल पनि देख्न सकिन्छ। केही छिनको यहाँ विश्रामपछि हामी फेरि आफ्नो गन्तव्यतिर लाग्नेछौँ। मलाई भने चिसो लाग्छ भन्ने पिरले रुमाल बाँधेको छु। अब भने हामी सैलुङतर्फ लाग्दैछौँ। हामी लगभग पुग्ने लागेका थियौँ, तर बाटो बन्द छ भनेर भन्नुभएको कारण हामी भने थोरै घुमाउरो बाटोतर्फबाट लाग्नुपर्ने भयो। लगभग 45 मिनेटको राइडपछि हामी सैलुङ पुग्नेछौँ। सैलुङ पुगेर सैलुङ पुगेर भन्दा पनि हामी सैलुङको फेदीमा पुगेर खाजा खाइ अब भने हामी यो मिनी ग्रेट वालबाट सैलुङतर्फ लाग्दैछौँ। हेर्नुहोस् न, एकदमै राम्रोसँग बनाइएको छ यो ग्रेट वाल। हामी जस्तै अन्य थुप्रै आफ्नो गन्तव्यतिर लम्किरहनु भएका प्रकृतिलाई नजिकबाट चिन्न रुचाउने थुप्रै आगन्तुकहरू पनि हुनुहुन्छ। यो जङ्गलमा पाइने फल, यसको नाम चाहिँ थाहा भएन, तर हामी भने स्ट्रबेरी भनेर टिप्दै खाइरहेका थियौँ। यो त्यति विषालु पनि रहेनछ। मैले पनि एकदमै धेरै खाएँ। एकदमै टेस्टी। अब भने महादेव गुफा र सैलुङ तर्फ जाने वेलाई दुईतिरबाट देखाइएको छ, छुट्टा छुट्टै वेमा। ओके, त्यो वे छुट्याइएको भागबाट नजिकै रहेको यो डाँफे ढुङ्गा। हामी यसको पनि परिक्रमा गर्दछौँ। साथमा हुनुहुन्छ हाम्री साथी दिदी जे भने पनि हुन्छ, कल्पनाजी र म आफै। अब फेरि डाँफे ढुङ्गा आइसक्यो। मसिना फुलका पोथ्राहरू पनि छन्। साना साना फुलका पोथ्राहरू निहाल्दै हामी पुग्यौँ पहिलो थुम्कीतर्फ।